ओलीले बेहोरेको विमानस्थल घटना, दाबी र वास्तविकता। पूर्व प्रधानमन्त्री केपी शर्मा ओली विमानस्थलमै अपमानित भए। यो सामान्य सुरक्षा प्रक्रिया थियो कि विशिष्ट व्यक्तिप्रति गरिएको व्यवहार? आज हामी कुरा गर्दैछौँ 2082 सालको निर्वाचनको सन्दर्भमा ओलीले बेहोरेको भनिएको घटनाको दाबी र त्यसको वास्तविकता। 2082 सालको प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली झापा 5बाट उम्मेदवारी दर्ता गर्न झापा पुगेका थिए। उम्मेदवारी दर्ता सकेर काठमाडौँ फर्किने क्रममा विराटनगर र काठमाडौँ दुवै विमानस्थलमा उनी असहज परिस्थितिमा परे। च्यासनमा आयोजित एक कार्यक्रममा ओलीले सार्वजनिक रूपमा भने, मलाई विमानस्थलमा अपमानजनक व्यवहार गरियो। उनको दाबी अनुसार गाडीलाई एयर साइड प्रवेश गर्न दिइएन। विशिष्ट व्यक्तिका लागि छुट्याइएको भिआइपी कक्ष प्रयोग गर्न नदिएको, सुरक्षाकर्मीले अत्याधिक कडा सुरक्षा जाँच गरे माथिको आदेश भन्दै अनावश्यक रोकटोक गरियो। ओलीका अनुसार यो केवल असुविधा मात्र होइन, राजनीतिक रूपमा गराइएको व्यवहार थियो। ओलीको अभिव्यक्तिपछि विमानस्थल प्रशासन, नागरिक उड्डयन कार्यालय र यति एयरलाइन्सले संयुक्त रूपमा उनको दाबी अस्वीकार गरे। विराटनगर विमानस्थलले घटना सम्बन्धी सीसीटीभी फुटेज नागरिक उड्डयन प्राधिकरणलाई बुझाएको जनाएको छ। आधिकारिक भनाइ अनुसार ओलीको शारीरिक जाँच गरिएको थिएन। उनीसँग आएका 8 जनाको मात्र नियमित सुरक्षा जाँच गरिएको थियो। विमानस्थलको संरचनाका कारण छुट्टै भिआइपी प्रतीक्षालय उपलब्ध थिएन। सबै यात्रु बोर्डिङ भएपछि मात्र ओलीलाई अन्तिममा जहाज चढाइएको थियो। पछिल्लो समय जेनजी आन्दोलनपछि देशभरका विमानस्थलहरूमा भिआइपी सुविधा सीमित गरिएको छ। यसका कारण पूर्व प्रधानमन्त्री, मन्त्री, विशिष्ट व्यक्तिहरू अब सामान्य यात्रु सरह सुरक्षा प्रक्रियामा सहभागी हुनु परेको छ। ओलीले यस घटनालाई सरकारको व्यवस्थापन असफलता भनेका छन्। उनको भनाइ अतिरिक्त सुविधा खोजेको होइन, तर अनावश्यक असुविधा भयो। यसअघि पनि पुष्पकमल दाहाल र शेरबहादुर देउवाले यस्तै अनुभव भोगेको ओलीले स्मरण गराए। अब प्रश्न उठ्छ, के यो सुरक्षा प्रणाली कडाइको परिणाम हो कि विशिष्ट व्यक्तिप्रतिको व्यवहारमा आएको परिवर्तन? ओलीको दाबी र प्रशासनको तथ्य दुवै सार्वजनिक छन्। अन्तिम निष्कर्ष अब तपाईँ दर्शकको विवेकमा छ।